हेलो साथीहरू, गुड मर्निङ। अहिले चाहिँ म एकै मुगलिनको बाटोमा छु है साथीहरू। पुरै जाम छ, म गाडी यस्तो टाटा पुरै जाम परेको क्या, पहिरो परेर जाम छ होइन, पुरै जाम, यस्तो जाम परेको आज गएको पहिरो डेन्जर पहिरो गएको छ क्या। आज यति ठुलो पहिरो गएको होइन। म तपाईँहरूलाई पहिरो गएको ठाउँ चाहिँ देखाउँछु क्या अहिले। ल हेर्नु साथीहरू, पुरै जाम भएछ क्या। आज पानी परेछ नि, तै पनि यस्तो पहिरो गयो आज। पुरै एकदम ठुलो पहिरो गयो क्या। मान्छेहरूको बिचारी छैन, मान्छेहरूको के भन्नु, आफ्नै बिचारले पऱ्यो। ल हेर्नु साथी, यति ठुलो पहिरो गयो, पुरै रोड ब्लक गरिसक्यो कि। ठ्याक्क भिडियो बनाउन आएको, भिडियो बनाउँदा पुरै पहिरो, ठुलो पहिरो आएर पुरै भाग परेर क्या अघि यो तारहरू झर्लाएर। ल हेर्नु साथी, यति ठुलो पहिरो आयो कि यो मुगलिनको बाटोमा ठ्याक्कै पुरै जाम भइदियो कि बिच समय। पुरै जाम भएको छ साथीहरू, पुरै पुरै यस्तो जाम भयो, पुरै बग भयो। यस्तो पुरै पुरै ब्लक भएको छ। स्काई भेटर नि आइसक्यो साथीहरू, तर पहिरो चाहिँ ठुलो गएको कि पुरै जाममै हो क्या बाटो पुरै। यहीँको लोकल मान्छे जान्न सकेर अहिले भर्खरै लेडिज पनि सकिन्न कि आफ्नो रिक्समा जाने। होइन बाटो छ कि छैन भने खै के छ आफै गऱ्यो भने पुरा थाहा छैन, कसैलाई थाहा छैन। हामी नै एकछिन बस्नु। फेरि यो तल फालिदियो भने नि नदी पारिने हो कि डर है, पारिदिउँ त्यस्तो त्यति धेरै त्यस्तो पारिदिउँ। गाडी त आयो धनाधन उता यहाँ आयो होला। पहिरो पनि सानो गएर अनि पुरै रोड पुरै ब्लक गर्दै अनि जाममा। यहाँ अब पुरै फाल्ने काम भइरहेछ अब निरन्तर रूपमा। 3-4 घन्टा त यही फाल्न लाग्ला जस्तो छ। पानी नपरेको दिन पनि यस्तो पुरै पहिरो गएको छ साथीहरू, सुक्खा पहिरो। झन् पानी परेको बेलामा कस्तो होला, त्यही भएर सबैजना के अरे पुरै सतर्क हुनु होला क्या बाटो हिँड्दाखेरि। मुगलिनको बाटो हिँड्दाखेरि एकदम बर्खायामको समयमा सकिन्छ भने नहिँड्ने पनि हुन्छ। ल काम चाहिँ सुरु भयो, अब 3-4 घन्टा चाहिँ लाग्छ होला साथीहरू होइन। बिहानैबाट ठ्याक्कै पहिरो के
बित्ति गएको त पुरै डाँडै झर्दिएर